ए टाउको काटिन्छ है। हेर उयो के भन्छ सँगले गर्नुहोस् त म हेरिदिन्छु तपाईँको टाउको। सबसँग स्मिक पारेर बसेको हामी चाहिँ यो चाहिँ हाम्रो वान अफ द फेमस कफी खान आएको त के भएन म अहिले होइन खाइसकेको होइन पानी रोएको छैन कत्रो पर्दैछ पानी साउन्ड सुन्नुहुँदै होला तपाईँहरूले पानी त देखेको छैन रहेछ तर साउन्ड सुन्नु नपर्छ पर्दैछ छाता पनि ल्याइन पर्खिँदा नि पानी रहेन पानी रहेन अन्त मात्रै कुराको बेसी बस्नु नि फेरि किन बस्यो भन्ने हुन्छ होला नि त होइन अन्त हामी चाहिँ अब भिज्दै जाने अम्बो देख्दो पो रहेछ यहाँबाट पानी अलिक रहेछ के गर्नु जानु राइट सो म चाहिँ यहाँ के भन्दै थिएँ भन्दाखेरि चाहिँ नि आई डोन्ट नो के भएर हो कि यहाँ साउन्डै उयो भएछ मतलब बोलेकै राम्रो सुनेन रहेछ सो मैले भोइस ओभर दिँदैछु अन्त यहाँ चाहिँ मैले के भन्दैछु भने नि गएको विकहरू चाहिँ एकदमै हामी चाहिँ बिमार दुईजना नै बिमार पिलो बिमार भएर फिभर भएर होइन 3-4 दिन ऊ सुत्दा अनि त्यहाँदेखि बादमा फेरि म सुत्दा हो त्यस्तो भएर चाहिँ पुरा उयो भइरहेको थियो मोनोटोनस फिल भइरहेको थियो अन्त एक्जस्टेड फिल भइरहेको थियो नि त अन्त सो मैले चाहिँ प्रणितलाई छुट्टी थियो उसको अन्त मैले मुभी हेर्न जाउँ न भनेर चाहिँ गएको थिएँ नि त अन्त त्यही भन्दै थिएँ म चाहिँ तपाईँहरूलाई यहाँ के रुममा बसिबस्छ होइन त्यस्तो भइरहेछ बिमार भएर बल्ल बल्ल जाति भएर दुईजना त्यस्तै भएर चाहिँ अन्त त्यसरी बसिबस्नु भन्दाखेरि चाहिँ जाउँ न मुभी हेर्नु भनेर गएको थियौँ नि त हामी अनि मुभी चाहिँ के छ त्यो पनि याद थिएन होइन सो हामी चाहिँ सडनली गएर चाहिँ टिकट बुक गरेर चाहिँ अलि छिटो पनि पुगेछ अनि हामी गएर यहाँ वेटिङ रुममा बसिरहेको थियो बस्दै अन्त यहाँ मैले उसको भिडियोहरू गर्दै मेरो भिडियो गर्दै टाइम पास गर्दै भनौँ न टाइम स्पेन्ड गर्नु थियो हामी पुरै छिटो पुगेछ यो दिन चाहिँ अन्त टाइम स्पेन्ड गर्नुको लागि चाहिँ मैले यो भिडियोहरू बनाएको भनेर चाहिँ देखाएको थिएँ तपाईँहरूलाई होइन अन्त पिक्चर चाहिँ थिएछ यो के अरे वेलकम टु जङ्गल 2 होला सायद कस्तो के थियो त्यो मुभी थियो अन्त हेऱ्यो रमाइलो लाग्यो मजा आयो अन्त कति बादमा चाहिँ हामी बाहिर निक्लेको थियो नि त मोमो खोलेको रहेछ यहाँ यादै थिएन राम चतुराम हामी चाहिँ यहाँ पानी परेर छाता उडेर हिँड्दैछ आफ्ना डराले सबै भिज्यो ल मेरो आज चाहिँ हामी अचानकमा चाहिँ यहाँ राबङमा आइपुगिरहेको छ
हामी चाहिँ सिङतामबाट आएको होइन अन्त यस्तो गरम छ सिङताम यहाँ राबङ्लामा चाहिँ हेर्नु न कामदै बसिरहेको छ राबङ्लामा चाहिँ अफिसमा काम थियो आएको अन्त अलिक टाइम पाएर चाहिँ निक्लिकन जाउँ न दर्शन गरिकन कि झाडोले टिकट काट्नुपर्छ होला है The wind hums songs at the break of day, whispering pines, secrets untold, carrying tales only the forest holds. Moonlight spills through the velvet dark, etching patterns, leaving its mark. The roots stretch deep, the earth's gentle sigh, a lullaby sung to the open sky. Oh, whispering pines, sing me your tune, caught in the rhythm of the stars and the moon. Teach me the language of rustling leaves, stories that linger on the breath of the breeze. म चाहिँ यहाँ आएको योसँग 4th टाइम भयो होइन तर पनि मजा आउँछ डुल्नु अन्त हामी यहाँ जहिले आउँदाखेरि एउटा चिज देख्छ कि त्यो चाहिँ हो मेन्टेनेन्स जहिले मेन्टेनेन्स गरिरहेको हुन्छ यहाँ चाहिँ मजाले हामी चाहिँ यहाँ पूजाहरू गरेर बाहिर निक्लेको अब चाहिँ मलाई यो चाहिँ पुरा मनपर्छ बेला जस्तो भन्ने भन्छ पुरा मनपर्छ यस्तो चाहिँ चिटक चिटक हेलो हामी चाहिँ यहाँ पाङथाङमा आइरहेको छ आज चाहिँ होइन किन आएको भने चाहिँ नि हेर्नुहोस् ल यहाँनिर चाहिँ तपाईँको ट्राउट छ है
जुगा चर्च होला है। कत्रो हो यो त हामी चाहिँ यहाँ माछा लिएर जाँदैछ माछा देखाइदिनु न त यसो गरिदिनु माछा हेर्नु ल हाम्रो चाहिँ 2 केजी पुगेछ हो अन्त यहाँ चाहिँ फिसिङ गर्न आउँदा पनि हुने रहेछ पिकनिक खाँदा पनि हुने रहेछ अब माछा पक्रेर चाहिँ पकाइदिनु भन्दा पनि हुने रहेछ है प्राइभेट